आगो निभाउने कि तेल थप्ने? सुनसरीको देवानगञ्ज आइतबार रातिदेखि अशान्त छ। दुई समूहबीचको झडप नियन्त्रण गर्न भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवक ओम प्रकाश मेहताको ज्यान गयो। सोही क्रममा घाइते भएका अर्का युवक जयप्रकाश मेहताको जीवन पनि उपचारकै क्रममा अस्तायो। अरू घाइतेहरूको उपचार भइरहेको छ। देवानगञ्जको स्थिति नियन्त्रणमा लिन सुनसरी प्रशासनले कर्फ्यू त लगायो, प्रदर्शन रोकिएको छैन। घटनाको छानबिन, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेकै छन्। सुनसरी घटनाको आज 5औं दिन आइपुग्दा देवानगञ्जबाट सुरु भएको प्रदर्शनको राप अन्यत्र पनि फैलिएको छ। सिराहाको लहान र गोलबजार हुँदै धनुषासम्म आइपुगेको छ। बिहानैदेखि सिराहा र जनकपुर धाम अशान्त बनेको छ। प्रदर्शनकै क्रममा सिराहाको गोलबजारमा त प्रहरीको गोली लागेर एकजनाको मृत्यु भयो। एकजनाको मृत्यु भए पनि प्रदर्शनकारी रोकिएनन्, प्रदर्शन गरिरहे, प्रहरीमाथि जाई लागिरहे। स्थिति नियन्त्रण बाहिर गएपछि सिराहा प्रशासनले लहान र गोलबजारमा कर्फ्यू लगायो। धनुषा प्रशासनले जनकपुर धाममा कर्फ्यू आदेश पनि घोषणा गर्यो। मधेसका अन्य जिल्लाहरूमा कर्फ्यू आदेश भइसकेको छ। सडकमा एकातिर प्रदर्शनकारी छन्, अर्कातिर सुरक्षाकर्मी। सुनसरीमा त 5 दिनदेखि यस्तै थियो। आजबाट सिराहा, धनुषा लगायत मधेसका अन्य जिल्लाहरूमा पनि प्रदर्शनकारी र सुरक्षाकर्मी आम्नै सामने हुन थाले। सुनसरीबाट सुरु भएको प्रदर्शन जनकपुर धामसम्म आइपुग्दा पक्कै पनि राम्रो होइन। जहाँ जहाँ प्रदर्शन भइरहेको छ ती ठाउँका लागि मात्र नभई यो समग्र देशकै लागि घातक संकेत हो। पहिलो कुरा त जनधनको क्षति पुग्ने गरी हुने कुनै पनि प्रदर्शन राम्रो होइन। विरोधमा हुने जुनसुकै प्रदर्शनले द्वेष फैलाउँछ, घृणा बढाउँछ। जब समाजमा द्वेष र घृणा बढ्दै जान्छ त्यसले कुनै एक व्यक्ति वा समुदायलाई मात्र होइन, समाजलाई खान्छ। समग्रमा क्षति राज्यले भोग्छ, देशले भोग्छ, जनताले भोग्छ। नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो। नेपाली समाजको इतिहास द्वेष र घृणाको होइन, एकता र मेलमिलापको हो। संसारमै नेपाल यस्तो देश हो जहाँ कुनै पनि जाति, समुदाय वा धर्म विशेषका नाममा विभेद छैन, बेमेल छैन। प्रयास नभएका होइनन्, तर समाजले ती सबै दुष्प्रयासलाई निस्तेज पारिदिएका थुप्रै इतिहास छन्, थुप्रै प्रमाण छन्। अहिले फेरि समूह विशेषका नाममा अशान्तिको आगोलाई फैलाउने दुष्प्रयास हुँदैछ। सुनसरीबाट सुरु भएको झेलको जसरी जनकपुर धामसम्म आइपुगेको छ त्यसैको संकेत हो, त्यसैको उदाहरण हो। यही अवस्थामा चाहिन्छ राज्यको भूमिका, यही अवस्थामा चाहिन्छ राजनीतिक दलहरूको भूमिका, यही अवस्थामा चाहिन्छ जनप्रतिनिधिहरूको भूमिका, यही अवस्थामा चाहिन्छ समाजका सचेतक प्रबुद्ध भनिने व्यक्तिहरूको भूमिका, अनि यही अवस्थामा चाहिन्छ सामाजिक सङ्घ संस्थाहरूको भूमिका। समाजसँग सरकार जोडिन्छ, समाजसँग जनप्रतिनिधि जोडिन्छन्, समाजसँग राजनीतिक दलहरू जोडिन्छन्, समाजसँग प्रबुद्ध व्यक्तिहरू जोडिन्छन्, अनि जोडिन्छन् सामाजिक सङ्घ संस्थाहरू। देशका प्रमुख राजनीतिक दलहरू सुनसरी घटनापछि सामाजिक सद्भावमा असर पर्न नदिन एकताबद्ध भएका छन्। राष्ट्रसभा सभापति रवि लामिछानेले बुधबार नै सर्वदलीय बैठकका आह्वान गरेर सामाजिक सद्भाव र एकतामा खलल पुग्न नदिन सम्पूर्ण राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएका छन्। रवि लामिछानेको पहललाई सबै दल र तिनका शीर्ष नेताले साथ दिएका छन्। दलहरूले सामूहिक रूपमा अनि आफ्नो तर्फबाट पनि समाजमा कुनै असर पर्न नदिन पहल थालिसकेका छन्। दलहरूले पहल कदमी लिए, आफ्ना संयन्त्रलाई परिचालन पनि गरिसके। यो उनीहरूको दायित्व हो, जिम्मेवारी हो। दलहरूपछि सबैतिरबाट सरकारको भूमिका र जिम्मेवारी खोजिँदैछ। राजनीतिक दलहरूको तुलनामा सरकारको दायित्व, भूमिका र जिम्मेवारी निकै बढी हुन्छ, किनभने सरकार सबै जनताको साझा अभिभावक हो। अहिले आम जनताले सरकारबाट त्यही अभिभावकीय भूमिकाको अपेक्षा गरिरहेका छन्। सबैभन्दा कमजोर पक्ष त के देखियो भने सुनसरीमा होस् कि सिराहामा जसको मृत्यु भयो उनीहरूको मृत्यु प्रहरीको गोली लागेर भएको छ। जो घाइते छन् उनीहरूलाई पनि प्रहरीको गोली नै लागेको छ। आम जनताले यहाँनिर प्रश्न गरिरहेका छन् के राज्य यति क्रूर बन्न मिल्छ? के राज्य यति गैर जिम्मेवार बन्न सक्छ? के राज्यले यसरी आफ्नै नागरिकमाथि गोली बर्साउन सक्छ? यसको जवाफ राज्य आफैले दिने हो, सरकार आफैले दिने हो, प्रधानमन्त्रीले दिने हो, अनि गृहमन्त्रीले दिने हो। त्यसैले त संसददेखि राजनीतिक दलसम्मले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरिरहेका छन्। संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी भइरहेको छ। राजनीतिक दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरिरहेका छन्, अनि समाजका प्रबुद्ध वर्गले पनि प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाको अपेक्षा गरेका छन्। 2 साताको बिदापछि आज प्रतिनिधि सभाको बैठक बस्यो। आजको बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री वा गृहमन्त्रीले सुनसरी घटनाबारे जानकारी गराउलान् भन्ने धेरैको अपेक्षा थियो, आशा थियो। सदनमा रहेका विपक्षी दलहरूको अपेक्षा पनि त्यही थियो। सदनमा के हुन्छ भनेर चनाखो भएर हेरिरहेका आम नेपालीहरूको अपेक्षा पनि दुरुस्तै उस्तै थियो। तर सदनमा न प्रधानमन्त्री देखिए न गृहमन्त्री।
बहुसंख्यक मन्त्रीहरू सदन पुग्दै पुगेनन्, केही मन्त्रीहरू मात्रै उपस्थित थिए। विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरे। प्रहरीकै गोली लागेर नागरिक मारिनुपर्ने र घाइते हुनुपर्ने अवस्था कसरी आयो भनेर प्रश्न सोधे। सुनसरीमा कसरी त्यो हदसम्मको अवस्था सिर्जना भयो भनेर सरकारसँग जवाफ माग गरे। विपक्षीले सरकारसँग जवाफ मागे पनि जवाफ पाएनन्, किनभने जवाफ दिनुपर्ने प्रधानमन्त्री र गृहमन्त्री नै सदनमा उपस्थित थिएनन्। त्यसो भए सरकारले केही गरेको छैन त? यो पनि होइन। सरकारले आफ्नो काम गरिरहेको छ, मात्र कमी के हो भने चाहिने जति काम गरेको छैन। सरकारको भूमिका पर्याप्त भएन। जति बेला प्रतिनिधि सभाको बैठक बसिरहेको थियो त्यति नै बेला प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्रीको कार्यालयमा राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि बसिरहेको थियो। त्यही बैठकमा प्रधानमन्त्रीसँगै थिए अर्थमन्त्री सोनिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल अनि गृहमन्त्री सुदन गुरुङ। मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव पनि सुरक्षा परिषदको बैठकमा सहभागी थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषदको 43औं बैठकमा सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गरिएको थियो। त्यसपछि बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गर्यो। राष्ट्रिय सुरक्षा परिषदले यस्तो निर्णय गरिरहँदा सिराहामा भएको प्रदर्शनमा एकजनाको ज्यान गइसकेको थियो भने जनकपुर धाममा पनि प्रदर्शन चर्किरहेको थियो। स्थिति नियन्त्रणमा लिन दुवै जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाए। प्रधानमन्त्री बालेनले बुधबार मात्रै सुरक्षा निकायका प्रमुखहरूसँग 1-on-1 छलफल गरेका थिए, तर बिहीबारसम्म आइपुग्दा प्रधानमन्त्री बालेनले गरेको त्यो छलफलको पनि कुनै परिणाम देखिएन। यहाँ सम्झाउँ, गणेश नेपाली प्रकरणमा गृहमन्त्री सुदन गुरुङले भावुक मुद्रामा सदनलाई जानकारी गराएका थिए, जसको सबैतिरबाट प्रशंसा पनि भएको थियो। तर पछिल्लो घटनामा गृहमन्त्रीबाट जुन भूमिका अपेक्षित थियो त्यसमा भने उनी पछि परेको अनुभूति धेरैले गरेका छन्। सुनसरीबाट सुरु भएको आगो जनकपुर धामसम्म आइपुगेपछि मात्रै गृहमन्त्री कोशी प्रदेश पुगेका छन्, जति बेला निकै ढिला भइसकेको थियो। सुनसरी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीबाट अपेक्षित भूमिका नदेखिएका बेला ठूलो दलका सभापतिको हैसियतले राष्ट्रसभा सभापति रवि लामिछानेले भने त्यसको खाडल पूर्ति गर्ने प्रयास गरिरहे। अघिल्लो दिन सर्वदलीय बैठक आह्वान गरेका लामिछानेले भोलिपल्टै अर्थात् बिहीबार कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रसभा सांसदहरूसँग छलफल गरे, समाधानका उपायबारे विमर्श गरे र तत्काल त्यस क्षेत्रमा भूमिका निर्वाह गर्न आग्रह गरे। प्रधानमन्त्री, मन्त्री, सांसद वा नेता बन्नु शक्ति र शान आर्जन गर्नु होइन, जनताको सेवा गर्नु हो। नागरिकका बीचमा मिलाप कायम गर्नु हो। सजिलो अवस्थामा त जो पनि नेता बन्न सक्छ। असली नेता त्यो हो जसले देश सङ्कटमा परेका बेला देशलाई सङ्कटबाट निकाल्न सक्छ, समस्या समाधान गर्न सक्छ।